ल यहाँ हेर्नुहोस् है साथी हो यी तपाईँको भकिम्लोको चुक चाहिँ यस्तो प्रकारले चाहिँ अब पकाएर है यसलाई मजाले पकाएर अब आगो लगाएर मजाले है अगेनामा पकाएर चाहिँ उसिनेर चाहिँ एकदमै उसिनेर चाहिँ र यस्तो प्रकारले चाहिँ यो भकिम्लोबाट बनिने यो चुक भनिन्छ है। र यो चाहिँ तपाईँको अब कुनै दिन है कुनै समय तपाईँको पस्तुभाउलाई चाहिँ एकदमै जरुरी छ। भुँडीहरू ढाड्यो भने चाहिँ तपाईँको यो एक चम्ची चाहिँ तपाईँको दानामा मिलाएर खुवाउनु भयो भने चाँडै निको हुने सम्भावना देखिहाल्छ र मान्छेलाई पनि राम्रो हुन्छ। यो प्रत्येक है तपाईँले थुक्पाहरूमा है सुपहरूमा तपाईँले अलिकति एक चम्चीसम्म तपाईँ अमिलो कति रुचाउनुहुन्छ त्यति नै तपाईँले यो तपाईँको स्केलले चाहिँ प्रयोग गरेर खानु सक्नुहुन्छ। हेर्नुहोस् है चुक यस्तो प्रकारले बनिन्छ। थ्याङ्क यू।